म नेपाल आमाको नाम उच्च गरे। कोही ज्ञान प्राप्त गरेर बुद्ध भए, कोही भृकुटी सीता अरुणिको भए। त्यस्तै एउटा सन्तानको जन्म भयो जसको नाम यो सारा विश्वले चिन्यो। नेपाल आमाको सन्तान तेन्जिङ नोर्गे शेर्पा, जसले विश्वको अग्लो चुचुरो सगरमाथामा पहिलोचोटि पाइला राखे। विश्वको सामु नेपाललाई चिनाए। तेन्जिङ नोर्गे शेर्पा र सगरमाथाको नाम विश्वमा सधैँ उच्च रहनेछ। नेपालमा थुप्रै जनाले सगरमाथाको चुचुरोमा टेके, तर विश्वमा पहिलोचोटि त्यो चुचुरोमा टेक्ने व्यक्ति भनेको तेन्जिङ नोर्गे शेर्पा हुन्। यस्ता विभूतिहरूलाई हामीले बिर्सँदै गइरहेको पो छौँ कि? हामीले तेन्जिङ नोर्गेलाई बिर्सनुहुन्न। उसलाई हामीले सम्झिरहनु पर्छ। उनी देशको विभूति हुन्, एउटा चम्किलो तारा हुन्, एउटा गर्व गर्न लायक नाम हुन्। उनी सधैँ हामी माझ एउटा नक्षत्रको रूपमा रहिरहनेछन्। हामीले यस्ता देशको छोरालाई बिर्स्यौँ भने पाप लाग्नेछ। उसको कामको उच्च सम्मानलाई हामीले सधैँ सम्झिरहनुपर्छ। नेपालको छोरो, एउटा चम्किलो तारा, हाम्रो विभूति तेन्जिङ नोर्गे शेर्पा। डाके चरी आएर
टेन्डिङ शेर्पाले चढ्यो हिमाल चुचुरा भुजुली कैलाशमा हो पानी पिउनै पाएन स्वर्गको शिर छुनलाई आधार कति खाएन हाम्रो टेन्डिङ शेर्पाले चढ्यो हिमाल चुचुरा Everest conquered, the New Zealander Edmund Hillary got his first mail and congratulatory telegrams from George Lowe, a fellow countryman and expedition colleague. Thus 35 miles from Kathmandu, capital of Nepal, Hillary and Tenzing were welcomed and congratulated by their fellow members of the expedition. And what a bewildering experience it must all be for the Sherpa Tenzing, to be carried from a remote mountain village and plunged into a welter of official receptions and speeches. Tenzing brought the family along to share in the excitements, but for all of them the ordeal wasn't over. For now came the inevitable questioning about that moment of near disaster when Tenzing's presence of mind saved his friend and colleague from a fatal fall. Wow, thank you, DJ. Thank you so much. We've been climbing together a good deal, and I think we've become a fairly thank you so much. pair. यहाँहरूलाई कस्तो लाग्यो त हाम्रो